आज हरिबोधनी एकादशी बुढा नीलकण्ठ भगवानको दर्शन गरौं है। आज भगवान विष्णु क्षीरसागरमा पुग्नु भएको 4 महिना पुग्ने र आजको दिन जागा हुनुहुने भएको हुनाले आजको एकादशीलाई विशेष एकादशीको रूपमा लिने गरिन्छ र आजकै दिन तुलसीको विवाह पनि गर्ने गरिन्छ। हजुरले वर्षभरिको अरु एकादशीहरू गर्न सक्नु भएको छैन भने पनि आज एक दिनको एकादशी मात्रै गर्नुभयो र कथा मात्रै श्रवण गर्नुभयो भने पनि हजुरले गर्नुभएका सम्पूर्ण अन्जानमा जानमा भएका पापहरू नष्ट हुने र हजुरलाई पुण्य प्राप्त हुने, सन्तान तथा परिवार सुख समृद्धि वृद्धि हुने भन्ने विश्वास गरिन्छ। आजको एकादशीको दिन हजुरले पिठो, दूध, जौ, तिल दान गर्नुभयो भने हजुरहरूलाई असाध्यै राम्रो हुन्छ भन्ने भनाइरहेको छ। र आज कस्तो कपडा लगाउने भन्नुभएको थियो। आज सेतो, रातो, पहेँलो लुगालाई चाहिँ विशेष मान्ने गरिन्छ र यस एकादशीको व्रत निर्जला बस्नुभयो भने झनै राम्रो। सक्नु भएन भने पनि हजुरले कन्दमूल, फलफूल, पानी, चियाहरू खाएर बस्न पनि सक्नुहुनेछ। धन्यवाद।